किरात केवल एउटा जाति होइन, यो भ्रम नपरोस्। किरात इतिहास हो, भूगोल हो, सभ्यता हो, दर्शन हो, आस्था हो, जीवन जिउने एउटा पद्धति हो। विनियोजित विधेयक 2083 को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको संस्कृति परम्परा र सभ्यताको संरक्षणको सन्दर्भमा राज्यले बजेट लगानी गरी संरक्षित गर्नुपर्दछ भन्ने सन्दर्भमा यस सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, हामी बारम्बार इतिहासको कुरा गर्छौं, हामी सभ्यताको कुरा गर्छौं, विविधताको कुरा गर्छौं, सहिष्णुताको कुरा गर्छौं, तर व्यवहारमा के हामीले हाम्रै देशको सबैभन्दा पुरानो सभ्यता मध्ये एक मानिने किरात सभ्यतालाई उचित स्थान दिन सकेका छौं? उचित सम्मान गर्न सकेका छौं? के यो सभ्यतालाई संरक्षण गर्दै यसमा निहित रहेका परम्परागत ज्ञानलाई राष्ट्रको अमूल्य पुँजीको रूपमा सम्वर्धन गर्न सकेका छौं त? यतातर्फ सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। किरात केवल एउटा जाति होइन, यो भ्रम नपरोस्। किरात इतिहास हो, भूगोल हो, सभ्यता हो, दर्शन हो, आस्था हो, जीवन जिउने एउटा पद्धति हो। हामीले श्रमलाई प्रविधिसँग र संस्कृतिलाई सभ्यतासँग जोड्नु पर्दछ। आजको आवश्यकता यो हो। संस्कृतिको सन्दर्भमा हेर्ने हो भने, यो किरात दर्शनलाई हेर्ने हो भने संस्कृत साहित्यदेखि वेदमा, रामायणमा, महाभारतमा किरातहरूको उल्लेख गरेको छ। बौद्ध साहित्यमा भनौं, जैन साहित्यमा भनौं, इसाई या इस्लाम धर्ममा यसको विश्लेषण भएको देखिन्छ। किरात सभ्यताको चर्चा सबैतिर हुँदा राज्यले यतातर्फ संरक्षित गर्ने त ध्यान दिएको देखिँदैन। सभामुख महोदय, संसारले चर्चा गरेको सभ्यता हामीले आफ्नै देशभित्र किन बिर्सदैछौं? किन हालसम्मका सरकारहरूले यसको संरक्षणमा उचित बजेट विनियोजन गरेका छैनन्? सभामुख महोदय, गोपाल वंशदेखि अनेक इतिहासकारहरूले काठमाडौँ उपत्यकामा किरात राजाहरूले लामो समय शासन गरेको उल्लेख गरिएको छ। इतिहासको त्यो अध्याय किताबमा मात्र सीमित छैन, यो नेपाली माटो र स्मृतिमा आज पनि जीवन्त छ। इतिहासको अर्को महत्त्वपूर्ण दस्तावेज विक्रम सम्वत 1831 को पृथ्वीनारायण शाहद्वारा लिम्बू सम्प्रदायलाई प्रदान गरिएको लालमोहर, त्यो केवल कागजको टुक्रा थिएन, त्यो राज्य र समुदाय बीचको विश्वासको दस्तावेज थियो। त्यसको संरक्षण कहाँ पुग्यो? यतातर्फ सरकारले ध्यान दिएको खोइ? सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउँछु। त्यो बेला किरात राजा र गोर्खा बीच सत्ता साझेदारी र समझदारीको सन्धि भएको थियो भनिएको थियो। त्यो सहअस्तित्वको दस्तावेज थियो, त्यो अधिकारको सम्मान थियो, त्यो विविधतामाथिको विश्वास थियो। तर प्रश्न उठ्छ, आज हामीले त्यो ऐतिहासिक सम्झौताको भावनालाई कति जोगाएर राखेका छौं? सभामुख महोदय,